नमस्कार साथीहरू, आजको भिडियोमा म तपाईहरुलाई सिकाउन गइरहेको छु कि WhatsAppमा ब्लक गरेको नम्बर कसरी हेर्ने। WhatsAppमा ब्लक गरेको नम्बर हेर्नको लागि तपाईहरुले के गर्नुहोला, भिडियोलाई नस्किप गरिकन अन्त्यसम्म हेर्नुहोला र च्यानललाई सब्स्क्राइब गरेर बेल आइकन अन गरिदिनुहोला। ल अब लागौँ भिडियोतर्फ। सबैभन्दा पहिला तपाईहरुले WhatsApp एप्लिकेसन ओपन गर्नुहोला। WhatsApp एप्लिकेसन ओपन गर्नुहोला। WhatsApp एप्लिकेसन ओपन गरिसकेपछि तपाईहरुले यहाँ माथि थ्री डटको अप्सन हेर्न सक्नुहुन्छ। माथि थ्री डटको अप्सनमा क्लिक गर्नुहोला र यहाँ क्लिक गरिसकेपछि तपाईहरुले तल सेटिङको अप्सन हेर्न सक्नुहुन्छ। सेटिङको अप्सनमा क्लिक गर्नुहोला। यहाँ सेटिङको अप्सनमा क्लिक गरिसकेपछि तपाईहरुले अलिकता स्क्रल डाउन गर्नुहोला र अलिकता स्क्रल डाउन गरिसकेपछि तपाईहरुले यहाँ प्राइभेसीको अप्सन रहेको छ, प्राइभेसीमा क्लिक गर्नुहोला। यहाँ प्राइभेसीमा क्लिक गरिसकेपछि तपाईहरुले फेरि अलिकता स्क्रल डाउन गर्नुहोला। यहाँ स्क्रल डाउन गर्नुहोला र स्क्रल डाउन गरिसकेपछि तपाईहरुले के गर्नुहोला, यहाँ कन्ट्याक्टको अप्सन रहेको छ, यहाँ कन्ट्याक्टको अप्सनमा क्लिक गर्नुहोला। यहाँ कन्ट्याक्टको अप्सनमा क्लिक गरिसकेपछि तपाईहरुले यहाँ हेर्न सक्नुहुन्छ ब्लक एकाउन्ट लेखेको छ। ब्लक एकाउन्टमा क्लिक गर्नुहोला र यहाँ क्लिक गरिसकेपछि तपाईहरुले हेर्न सक्नुहुन्छ म ब्लक गरेको छु। तपाईहरुले यसरी हेर्न सक्नुहुन्छ ब्लक गरेको एकाउन्ट। तपाईहरुले ब्लक गरेको एकाउन्ट हेर्न सक्नुहुन्छ। तपाईहरुलाई भिडियो राम्रो लाग्यो भने एउटा मिठो कमेन्ट गरिदिनु होला। ल अब फेरि भेटौँला अर्को भिडियोमा।